तपाईहरूले महसुस गरिसक्नु भएको छ। र नेपाल मानव धर्म सेवा समितिले तपाईहरूलाई ज्ञानका कुराहरू मात्रै तपाईहरूमा गरिरहेका हुँदैन। तपाईहरूलाई थाहै छ नेपाल मानव धर्म समिति भनेको यस्तो संस्था हो, यो अपार एउटा सङ्गठनमा रहेको छ। किन त भन्दाखेरि नेपाल मानव धर्म समितिले नेपालमा दुर्गम क्षेत्रमा भएका जुन पढ्नु नसक्ने नानीहरूलाई पनि एउटा शिक्षामूलक कार्यहरू पनि गर्दै आएको छ। तपाईहरूलाई कतिजनालाई थाहा नहुन सक्छ, नेपालमा बाढी पीडित जुन भएको बेलामा पनि यस संस्थाले सबैभन्दा अगाडि तपाईहरू यो नेपाल मानव धर्म सेवा समिति अग्ररूपमा अघि बढेर राहत बाँड्ने पनि एउटा संस्था हो। तपाईहरूलाई थाहै होला नेपाल मानव धर्म सेवा समिति भनेको एउटा यस्तो संस्था हो जो नेपालमा सबैभन्दा ज्यादा ब्लड डोनेसन गर्ने पनि एउटा संस्था हो। तपाईहरूलाई थाहा छ छैन, यसरी हामी घर दैलो गर्दाखेरि प्राय सत्सङ्ग मात्रै हामी सुन्दै आएका छौँ। हामीले यो मानव धर्म सेवा समितिले जहिले पनि ज्ञानका कुराहरू मात्रै गर्छ भनेर अरू काम चाहिँ गर्छै गर्दैन भनेर हामीलाई थाहा नहुन सक्छ। मैले यसैलाई तपाईहरू माझ म जानकारी गराउन चाहेको। किन त भन्दा नेपाल मानव धर्म सेवा समिति भनेको एउटा मानवले एउटा गर्नुपर्ने काम र कर्तव्य नेपाल मानव धर्म समितिले जहिले पनि अग्र रूपमा तपाईहाम्रो माझमा गरिरहेको हुन्छ। किन त भन्दाखेरि मानव भनेको मान्छे हो, मान्छेभित्र हुनुपर्ने एउटा हामीले लिएको ज्ञान भनेको के हो त भन्दा मानवलाई जहिले पनि सहयोग गर्नुपर्छ। आफू मात्रै हिँड्ने होइन, अरूलाई पनि हिँडेर लानुपर्छ भन्ने एउटा मूल उद्देश्य बोकेर हिँडेको एउटा संस्था हो। यसैले हामीले यो घर दैलो गर्नुको कारण पनि के छ त भन्दाखेरि हामी दुई चारजनाले ज्ञान लिएर मात्रै हुँदैन, दुई चारजनाले यो संसारलाई अगाडि बढाउनु पनि सकिँदैन। त्यसैले गर्दाखेरि सबैजनालाई हामीले यो ज्ञानको ज्योति जलाउनका लागि सबै